तपाईँलाई मैले यो रोक्नुको कारण भनेको हाम्रो ट्राफिक चालकसँग 2 मिनट कार्यक्रम हो यो। तपाईँलाई 2 मिनट रोकेर हामीले केही तपाईँलाई ट्राफिक सम्बन्धी जनचेतनामूलक दिन सकिन्छ भने तपाईँहरूलाई त्यही भएर रोकेको। तपाईँहरू आफ्नो हतारमा हुनुहुन्छ यात्रा भयो, त्यही भएर तपाईँहरूलाई मैले 2 मिनट मात्रै। अब के छ भने हामी जहिले पनि घरबाट निस्किँदाखेरि हतारमा निस्किन्छौँ होइन, जहिले पनि आफ्नो टाइमको ख्याल गर्दैनौँ। जानुपर्ने हुन्छ हामीलाई, कहिले अफिस, कहिले हस्पिटल, कहिले कहाँ होइन। त्यही भएर सबभन्दा ख्याल राख्नुपर्ने भनेको पुरा टाइमिङ हो। जहिले पनि घरबाट निस्किँदाखेरि 15 मिनट अगाडि निस्क्यौँ। त्यो गर्दाखेरि हामी आफ्नो चाहिने गन्तव्यमा समयमा पुग्न सक्छौँ। हामी अलिक लेटमा निस्क्यौँ भने के हुन्छ त, हामीलाई हतार हुन्छ, हामीले स्पिड बढी गर्छौँ। स्पिड गरिसकेपछि चोक जङ्सनमा के हुन्छ त, हामीले कन्ट्रोल गर्न सक्दैनौँ। त्यसपछि दुर्घटनाको एकदमै खतरा हुन्छ। अर्को कुरा भनेको सवारी चालक अनुमति पत्र। सवारी चालक अनुमति पत्र प्राप्त हुनै पर्यो। यदि भएन भने तपाईँले दुर्घटना भइसकेपछि पनि क्षतिपूर्ति पाउनु हुँदैन। धेरै कुराहरू हुन्छन्। तपाईँ चाहिँ सक्षम चालकै होइन। अर्को कुरा भनेको तपाईँहरूले ख्याल गर्नुपर्ने कुरा भनेको बाटोमा हिँड्दाखेरि जहिले पनि हेलमेट लगाउने। घरबाट हिँड्दाखेरि हेलमेट नलगाउने, 3 जना सवारी नचढ्ने। मोटरसाइकलको भनेको 2 जना क्षमता हो। अनि जहिले पनि बाटो क्रस गर्दाखेरि जेब्रा क्रसमा ख्याल गर्ने, पैदल यात्रीहरूलाई प्रायोरिटी दिने। अनि तपाईँ दाहिने जानु छ भने के गर्ने त, साइड लाइट बाल्ने। 100 मिटर पहिले साइड लाइट बालेर आफू दाहिने जाने, अथवा बायाँ जाने भने बायाँ जाने। यी सामान्य कुराहरू ख्याल गर्नु हो भने हामी के हुन्छौँ त, दुर्घटनाबाट बच्छौँ। दुर्घटना भनेको जानेर हुने चिज होइन, जहिले पनि अन्जानमा हुने चिज हो। त्यही भएर जहिले पनि हामी के गर्ने त, दुर्घटना हुन सक्छ भनेर जहिले पनि सावधानी अप्नाएर, जब हाम्रो कारणले गर्दाखेरि अरूलाई पनि दुर्घटना हुनसक्छ होइन। त्यही भएर जहिले पनि दुर्घटनामा भनेको चालकको एकदमै प्रमुख भूमिका हुन्छ। त्यही भएर सडकमा हिँड्दाखेरि तपाईँ त्यही भएर दुर्घटनाबाट आफू पनि जोगिने हो, अरूलाई पनि जोगाउने हो। समयमै चाहिँ बरु 15 मिनट ढिलो गयो भने के हुन्छ, केही त हुँदैन नि। त्यही भएर एकदमै ओभर स्पिडका कुराहरूलाई एकदमै ख्याल गरेर हिँड्नुलाई। बाटोमा हिँड्दाखेरि ओभर स्पिड नम्बर 1 दुर्घटना हुने भनेको ओभर स्पिडले हो। ओभर स्पिड भइसकेपछि समयमा हामीले ब्रेक लगाउन सकिँदैन। त्यसपछि ब्रेक लाग्ने एकदमै जोखिम बढेको हुन्छ। अन्य कुराहरू भनेको तपाईँहरूले हेलमेट लाएर मात्रै भएन, हेलमेटको कुरा लाग्नु पऱ्यो। तपाईँको दुर्घटना भयो भने तपाईँलाई हेलमेटले टाउकोमा बचायो भने अनि के हुन्छ त, घाइतेको अलिकति कम सम्भावना हुन्छ, क्षति कम हुन्छ। अन्य कुराहरू जहिले पनि सावधानी भएर अपनाउनुलाई, आफू पनि दुर्घटनाबाट बसेर अरूलाई पनि बचाउने लक्ष्यसहित जहिले पनि सावधानी हुनुलाई है। तपाईँहरूको यात्रा सफल रहोस् भन्दै अहिलेलाई तपाईँहरूलाई हस्, धन्यवाद है समयको लागि। ल